नमस्ते, फिनबिज टेक्नोलोजिज लिमिटेडमा यहाँहरूलाई स्वागत छ। आज म यस अगाडि मैले सेल्स इन्ट्रीसम्म कसरी गर्ने भन्ने देखाइसकेको छु। अब म आज यस भिडियोमा चाहिँ सेल्स रिटर्न कसरी गर्न सकिन्छ, एम्स सफ्टवेयरमा सेल्स रिटर्न कसरी गर्न सकिन्छ भन्ने बात देखाउन गइरहेको छु। सेल्स रिटर्न नर्मली रेगुलर बिजनेस नभए पनि तर विभिन्न कारणले चाहिँ सेल्स रिटर्न हुनसक्छ। हामीले बेचेको सामानहरू चाहिँ फिर्ता हुनसक्छ। ती फिर्ता भएका सामानहरू चाहिँ हाम्रो सिस्टममा कसरी पोस्टिङ गर्न सकिन्छ भन्ने बारे देखाउन गइरहेको छु। सेल्स रिटर्न अब विभिन्न कारणले भएको हुन्छ। रेट एडजस्टमेन्टले, कस्टमरले डिमान्ड गरेको सामान नमिलेको हुनाले, अथवा हाम्रो रिटर्न पोलिसीको कारणले, सामान म्याच नगरेको कारणले, विभिन्न कारणले हुनसक्छ। यसलाई म यहाँ कसरी गर्ने देखाउन गइरहेको छु। सबैभन्दा पहिला यो मास्टर मेनुमा ट्रान्जेक्सनमा अकाउन्टिङभित्र सेल्सभित्र रिटर्नमा छ। यहाँ मैले सेल्स रिटर्नमा क्लिक गरेँ भने लिस्ट आउँछ र सिधै प्लसमा पनि क्लिक गर्न सकिन्छ। यहाँ सेल्स रिटर्नमा क्लिक गरेँ भने योभन्दा अगाडि भएको सेल्स रिटर्नहरूको लिस्ट आउँछ। त्यसपछि अब यसमा अहिलेसम्म एउटा पनि रिटर्न भएको छैन। यसमा मैले एडमा क्लिक गरेँ। त्यसपछि यसमा चाहिँ के सोध्यो भन्दाखेरि योभन्दा अगाडि मैले कुनै सेल्स रिटर्न गर्न खोज्दाखेरि कुनै इन्ट्रीहरू गर्दा गर्दै छोडेर गएँ भनेदेखि चाहिँ यसले फर्स्ट टाइम त्यो एडमा क्लिक गर्दाखेरि चाहिँ पहिलेको अनसेभ डाटाहरू चाहिँ भेटिएछ प्रिभियस सेसनको, त्यो लोड गर्ने हो भनेर सोध्छ। यो अरू इन्ट्री मोडलमा पनि यसै गरी सोध्छ र मैले यदि यस गरेँ भने त्यो लोड हुन्छ, नो गरेँ भने चाहिँ क्लियर हुन्छ। र नेक्स्ट टाइम चाहिँ यसले सोध्दैन। अहिलेलाई मैले नो गरिदिएँ। अब त्यसपछि यहाँ मैले मेरो यहाँ रिटर्न नम्बर देखाइरहेछ, डेट छ। त्यसपछि मैले यहाँ सर्च पार्टी अब कोबाट रिटर्न गर्ने हो। मैले यहाँ एफएक्स स्टोर भनेर सर्च गरेँ, सेलेक्ट गरेँ। को पार्टीबाट सामान चाहिँ फिर्ता हुन लागेको, यो भनेको हामीले बेचेको सामान फिर्ता आएको केसमा हो। यसमा तपाईँले सर्चिङ गर्दाखेरि चाहिँ कस्टमरको अथवा पार्टीको कोड, नाम, प्यान नम्बर, मोबाइल नम्बर, एड्रेस जेसुकैबाट सर्च गर्न सकिन्छ। यहाँ कस्टमर हो भेन्डर हो भन्ने कुरा पनि कलरले डिफ्रेन्ट सेट गरिएको छ। अहिले मैले अब जसलाई बिल काटिएको छ उसकैबाट फिर्ता गर्नु भने चाहिँ एफएक्स स्टोरलाई चुज गरेँ। त्यसपछि रिटर्नको टाइप यहाँ 3 किसिमको छ। यसलाई म थोरै बताउँछु। मैले फुल रिटर्न गरेँ भने, फुल अप्सन चुज गरेँ भनेदेखि चाहिँ के फरक पर्छ, रिभर्स चुज गरेँ भने के फरक पर्छ र पार्सल चुज गर्ने के फरक पर्छ बारेमा थोरै यसको बारे एक्सप्लेन गर्छु। फुल रिटर्न गर्दाखेरि चाहिँ मैले अप्सन चुज गरेपछि यहाँ रिफरेन्स डकमा चाहिँ एफएक्स स्टोरकै बिल देखाउने हो। यो चाहिँ जस्तो 3/11 को आजकै छ अनि 3/8 को छ होइन। फुल रिटर्न चाहिँ मैले दुईटा मात्रै जुनसुकै चुज गरे पनि रिटर्न गर्न पाउँछु। जस्तै यो 3/8 को चुज गरे पनि त्यो बिलमा ओरिजिनली जे छ त्यही सबै लोड हुन्छ र यसमा मैले केही पनि चेन्ज गर्न पाउँदिनँ। कमादेखि लिएर फुल स्टप केही पनि चेन्ज गर्न पाउँदिनँ। रेटदेखि लिएर केही पनि चेन्ज गर्न पाउँदिनँ। यसमा मैले टाइप गरेँ भने पनि टाइप हुँदैन। तर यसमा फरक के छ भन्दाखेरि यो ब्याकडेटको छ। आज 3 महिना 11 गते, तर 3 महिना 8 गतेको पनि लोड भइरहेको छ फुल रिटर्न गर्दाखेरि। त्यसै गरी मैले अब रिभर्स इन्ट्री गरेँ, तलको क्लियर भयो। अब यहाँ डक नम्बर चुज गरेँ भनेदेखि यहाँ चाहिँ एउटा मात्रै देखाउँछ। यो किन भन्दाखेरि रिभर्स इन्ट्री भनेको चाहिँ मिस्टेकली भएको तर आजको आजै जस्ताको तस्तै अथवा इमिडिएटली भनौँ बिल बन्ने बित्तिकै रिटर्न गर्नु पर्यो भने चाहिँ हामी रिभर्स इन्ट्री युज गर्छौँ। यसमा पनि सेम त्यही हो। रिभर्स इन्ट्री भनेपछि पनि केही पनि चेन्ज गर्न पाइएन, सबै जस्ताको तस्तै रिटर्न गर्नको लागि यहाँनिर यसरी यसमा पनि केही पनि चेन्ज गर्न पाइँदैन, सिधा सेभ मात्रै गर्ने हो। तर अब मैले अर्को अप्सन देखाउन गइरहेको छु, पार्सियलमा क्लिक गर्ने बित्तिकै यहाँ रिफरेन्स डकमा अर्को एउटा अप्सन आउँछ। पार्सियलमा चाहिँ मैले मल्टिपल बिल पनि चुज गरेर रिटर्न गर्न पाउँछु। यसरी मल्टिपल बिल पनि चुज गरेर रिटर्न गर्न पाउँछु। यसमा यो अदर रिफरेन्स पनि एउटा छ। यसमा चाहिँ कस्तो बेलामा अदर रिफरेन्स युज गर्न सकिन्छ भन्दाखेरि सामान रिटर्न गर्ने बेलामा मैले यसै वर्षको भए पनि कुन बिलको हो भनेर एक्ज्याक्ट आफूलाई आइडिया छैन होइन, थाहा छैन, इन्फर्मेसन छैन भन्ने थाहा छैन भने पनि अदर रिफरेन्स युज गर्न सकियो। होइन मैले चाहिँ अब सफ्टवेयर युज गरौँ भन्दा प्रिभियस इयरको अरू वर्षहरूको चाहिँ सामान रिटर्न गर्नु छ भनेदेखि चाहिँ अदर रिफरेन्स युज गर्न सकिन्छ। अदर रिफरेन्स युज गरेपछि चाहिँ तल तपाईँले आफैले के प्रडक्ट हो क्वान्टिटी रेट आफैले हाल्नुपर्ने हुन्छ। तर मैले रिफरेन्स छ भनेदेखि चाहिँ रिफरेन्सको
चुज गर्दाखेरि आफै लोड हुन्छ। तर यहाँ रिटर्न गर्दाखेरि जति हदसम्म सेल्स गरेको हो त्योभन्दा कम मात्र रिटर्न गर्न पाइन्छ। जस्तै पटक पटक गरेर पनि रिटर्न गर्न पाइन्छ, तर जति ओरिजिनल बिलमा क्वान्टिटी छ त्योभन्दा बढी चाहिँ रिटर्न गर्न पाउँछ। मैले 30 टाइप गर्न खोजेँ भनेदेखि 30 टाइप हुँदैन। यहाँ चाहिँ तपाईँले जेसुकै गर्नु भए पनि जे होस् 20 भन्दा माथि चाहिँ कुनै हालतमा पनि टाइप हुँदैन। यसमा रेटहरू चेन्ज गर्न पाइएन। रिफरेन्स छ भनेपछि खालि क्वान्टिटी मात्रै कम चेन्ज गर्न पाइयो, रिटर्न गर्न पाइयो, अरू चाहिँ रिटर्न गर्न पाइएन। यसरी अब यहाँ न्यारेसनमा चाहिँ रिजन लेख्नुपर्ने हुन्छ, के कारणले हो होइन। छैन भने लेख्नु पर्यो। त्यसपछि यहाँ अब बिलिङ टर्ममा क्लिक गरेर यहाँबाट इन्टर गर्दै गयो। अब यहाँ चाहिँ बिलिङ टर्ममा गएर ओके गरिसकेपछि यसमा चाहिँ यो भ्याट लागेको छैन रहेछ, ट्याक्स फ्री नन ट्याक्सेबल भ्याट नलाग्ने सामान परेको भएर 20,000 मात्रै भयो। मैले यहाँ क्रिएट गरेपछि यस गरिदिने। यसरी सेल्स रिटर्न चाहिँ सेभ गर्न सकिन्छ। यहाँ लिस्टमा चाहिँ मैले भर्खरै इन्ट्री गरेको यहाँ यसरी पार्सल रिटर्न भनेर यसरी लिस्टमा आयो। यसरी सेल्स रिटर्न गर्न सकिन्छ। धन्यवाद।